हेर है नेता चुनाव दिनदिनै नगिजिँदैछ। अब आजभोलि नेताहरूलाई सायद निन्द्रा पर्न छोडिसक्यो होला, भोक पनि त्यति नलागिरह होला। यदि कोही नेताहरूलाई जम्मा एक दुईवटा भोटले हारिन्छ जस्तो छ भन्ने लाग्यो भने हामी कहाँ भोट माग्न आउँ। हामीले दिएको एक दुईवटा भोटले मात्रै जितेको धेरै उदाहरण छन् के। त्यो उहिले चाहिँ त्यो भर्खरै बौद्धल आएपछि प्युठानमा चुनाव भएको थियो। अब मैले र मेरो मम्मीले दिएको जम्मा 2टा भोटले त्यति बेला नवराज सुवेदीले जितेको। अनि त्यसपछि त्यस्ता थुप्रै छन् उदाहरण। एउटा सामान्य वडाको प्रतिनिधिले पनि हामी बुढाबुढीले दिएको जम्मा 2टा भोटले मात्र जितेको। अरू त्यस्तै छ। अहिलेसम्म हामीले जुन पार्टीलाई जसलाई भोट हालेछौँ त्यसले चाहिँ चुनाव जितेकै छ। त्यही भएर मैले नेताहरूलाई भन्छु जम्मा एउटा दुईटा भोटले मात्र हारिन्छ भन्ने जस्तो लाग्यो भने हामी कहाँ भोट माग्न आउँ। तर फेरि बार्गेनिङ त तगडै हुन्छ नि कि कसो हो।